ढुङ्गाले लामो भने के हुन्छ ढुङ्गा भाल्नु न मान्छे देखिसक्यो क्या गर्नु गरेको लाज हुँदैन खेदाउनलाई मम्मीले तँलाई के भन्दै खेलाए मलाई त मम्मीले खेलाएर मात्रै लाग्छ कुचुक भए मम्मी तँलाई के भन्नुभएको थाहा छ के भन्नुभयो तेरो मोबाइल भेट्नु न तेरो मोबाइल भेट्नु न तेरो मोबाइल फुटाएर पट्याउँदै त्यो मान्छे त टुवापर हेर यहाँबाट एउटा केटा गरेको तेरो म कन्डो बनाइदिन्छु मम्मी कस्तो राम्रो भिडियो आएको छ फेरि हेर्नु न घाम लागेको ठाउँ पाएन कति उता गएर बस्नु कस्तो आउँदो रहेछ फोटो हेरिदिउँ त्यही बस्नु न बन्दुक बोकेर यता फर्केर कपाल अलिक यस्तो पन्साउनु बन्दुक देखाउनु न कता ताक्नु न मामा फोटो खिच्न आउनु न होइन भिडियो गरेको छुइनँ क्या त भिडियो गरेको छुइनँ भिडियो गरेको छुइनँ उता बस्नु न कस्तो कस्तो गर्दा गर्दै लडेको अरे बेबी कस्तो भयो अरे फेरि देखाउनु त देखाउनु एकचोटि मान्छे त चारो लाउँदै हुनुहुन्छ सुँगुर छ हाम्रो कतिवटा भनेदेखि कसो अरे ए देखेन छ कसो अरे हाम्रो घर देख्न सक्नुहुन्छ साथीहरू त यस्तो खतरा अब आज घाम लागेको कस्तो राम्रो देखेको छ तपाईँहरूलाई सुँगुर खोर पनि देखाएको छ सुँगुरको बच्चा नघोप्टै खाएको भए के जान्छ तेरो यसरी खाइन्छ यहाँनिर छ दुईवटा माउ बच्चा जन्माउने छ यहाँ छ है एउटा यो चाहिँ अब 4-5 दिन पछाडि जन्माउँछ यसको चाहिँ अब जन्माउने बेला भइहालेको छ कहिलेतिर जन्माउँछ अब त्यो यो भन्दा यसले पहिला जन्माउँछ जन्माउनुवाला छ भाङ देख्न सक्नुहुन्छ यो लास्ट टाइम मौसम कस्तो क्युट भइरहेछ मलाई लास्ट टाइम मन परिरहेछ म चाहिँ त्यो घरको वाइफाई पासवर्ड लगाउन गएको थिएँ किनकि हाम्रो घरमा वाइफाई पासवर्ड सकेको छ रिचार्ज नलगाउने अरे त्यही भएर वाइफाईको रिचार्ज सकेको छ रिचार्ज नलगाउने अरे पासवर्ड भनेछु मम्मी चाहिँ मसँग एकदम बन्द हुनुहुन्छ है म चाहिँ भिडियो गर्दै भनेर मोबाइलले खेलाउनु मात्रै हुँदै हुनुहुन्छ के भएको थियो छोडिसक्थ्यो हुन्छ रहेछ बमबाट हेलो फ्रेन्ड्स खाएर जाने होला चाहिँ हामी सुँगुरलाई चारो खोज्न जान लागेको छौँ तपाईँहरूलाई पनि सुँगुर देखाइहालेँ कस्तो सुँगुर कतिवटा छ भनेर त्यही भएर आज चाहिँ हामी अब सुँगुरलाई चारो खोज्न जान लागेको मम्मी म बेबी होइन कहाँ सुँगुरलाई चारो खोज्न कहाँ जानुपर्छ भनेदेखि त्यो पहाडी घर देखिरहेछ नि त्यो पहाडीको रोड यो छेउबाट
त्यो जङ्गलहरू देखिरहेको नि त्यो घरको त्यहाँबाट उतापट्टिबाट सोध्दै पसेर जङ्गल जानुपर्छ त्यहाँबाट चारो खोजेर लिएर आउनुपर्छ के गर्नु अरे के लाउनु त सर्ट ल्याइदिन्छु सर्ट लाउनु ल हेलो गाइस हामी चाहिँ यहाँ यता बाटोतिर छौँ है तर कस्तो राम्रो सिन आइरहेको मम्मी उता हुनुहुन्छ मम्मी हेलो खै त हेलो चार खोज्न हिँडेको हामी तीनजनाबाट चारजना भएर हिँडेको ओके अरू के भन्नु चाहनु पारी जङ्गल जानुपर्ने तिर्दिगाको खोलो बढिरहेछ कि भन्ने मात्रै सय मनमा ढुकढुक बढिरहेछ यति भन्न चाहनुहुन्छ ओके ठिक छ तपाईँ के भन्न चाहनुहुन्छ तपाईँको केही व्यक्त गर्न चाहनुहुन्छ नि गर्नुहोस् मेरो यो दुःख केही गुनासो छ चार खोज्नलाई एकदम साह्रै हत्ते भयो सबै सुँगुर मलाई दिनु तपाईँलाई लन्ठे छ एकदम हत्ते भएको त्यसैलाई पनि कति राम्रो घाँस होला हो भनेको बसेर काट्ने हो नि है मम्मी अहिले हेर्दा मात्रै त्यसैलाई अहिले काट्नु पऱ्यो कति अल्छी लाग्थ्यो मकैबारी धर्याम हरियो काँक्रो कर्याम कर्याम यति राम्रो देखिएछ नि यार यो धानहरू दुःख नै छ के गर्नु कर्ममा घाँसै काटे म चाहिँ यता छु है अनि पुरै सबसे लास्टमा हिँड्दाखेरि चाहिँ हरियाली यता देख्न सक्नुहुन्छ यति दामी छ नि अमेजिङ गाइस कस्तो खतरा देखिरहेको छ क्या आमा सिनै मकैबारी धर्याम धर्याम हरियो काँक्रो कर्याम कर्याम यो कुत्ता यहीँ सँगसँगै आएछ चो मा फोक्से म त फेरि डन हो नि त डन कुकुर लागि त अन्त चाहिँ अलिक त मलाई पठाउने है त्यही पनि ताल पठाउने हालिदिन्छु साग खुस्केपछि के लाग्छ च्याउ देख्न सक्नुहुन्छ मम्मा इधर उधर है उधर खोज रही है और इधर है कोई तो मामा उधर खोज रही है तो ये न छैया पागल कुत्ती इधर है और मैं इधर हूँ इसलिए मुझे बहुत मारा इतना काम करने के बाद भी मैं कुछ कहता ही नहीं क्योंकि मुझे बहुत गुस्सा आ रहा है लेकिन मैं कंट्रोल कर रहा हूँ इस बॉस को कुछ नहीं कहता हूँ मुझे बहुत देख सकते हैं भूख लगे हो देख सकते हैं दोस्तों मैंने कितना अच्छा अच्छा बनाया है ये देखो मैंने ऐसे ऐसे करके बनाया है मुट्ठी मुट्ठी पे इसने कैसे बनाई है देखो ये इस नच्छड़ी ने बनाया इसे ऐसा हाले बिसाक्यो यसलाई चाहिँ मस्त यसले चारो टिप्दैछ मैंने च्याउन हेर्नु मजपुरे रित्तै हिँडिरहेको छु त्यो चाहिँ यहाँ अगाडि थियो
के चाहिँ आयो भन्छ अघि पर्से ट्याक ट्याक टिपेर रहेछ त्यतिखेरै खोइ के चाहिँ आयो भन्दै हिँड्न सकेँ म त देख सकते हैं ये इधर देखो ना हेर्न यता हेलो न बेबी गर्नु हेर्नु न यसरी हेर्न लाउनुपर्छ यसलाई मैले एकछिन मसँग आइरहेछ नि त मसँग ठुस्क्यो भने यसले मेरो राखिदियो भने एकदम मलाई धेरै माया लाग्छ म चाहिँ यसलाई माया गर्दिनँ भन्दैन होइन देखाउन मिल्दैन नभए म तिम्रो लागि यो मायाको लागि यो बोरा बोकेर देखाइन्थेँ तर के गर्नु मोड छैन मोड अनुसारको माया आउँछ कस्तो के भन्छ अरे तपाईँ केही भन्न चाहनुहुन्छ अहिलेको लागि के भन्छ अरे मलाई भारी बोकेको कहिले मैले भारी बोकेको देखिन्छ उसलाई गर्नु जे पनि बोल्छन् मलाई चाहिँ के भन्छ अरे दालसँग के बोल्न मन लाग्दैन कुकुरले बिखायो भने म कसै खाँदैन त्यही भएर म चुपचापको साथ हुन्छु सबै सामानले बोकेको छ नि त त्यही भएर मलाई आनन्द गर्नेछन् घर जाँठाहरूलाई भोलि नै बोकाइदिन्छ अनि थाहा पाउँछ मलाई सामान बोक्न खाले बोक्छ जाँठीलाई कुन चाहिँको बुढी हो भने यत्रो फ्याँ पारेर बसिरहेको बाटोमा च्यातेर मुख क्या मुख यसले चाहिँ गर्दैन भने च्यातेर गलत नसोच्नु होला फेरि